हाम्रो होस्टेल अब हजुर अब हाम्रो कार्यक्रम अब आयोजना गर्नुभएकोमा मोना झापालाई विशेष धन्यवाद दिन चाहन्छु। यो दोस्रो भव्य कार्यक्रम इन्टरनेसनल गायकको प्रस्तुति कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु। सँगसँगै हाम्रो आज नृत्य अनि गीत पनि छ कि बस्ने मौका दिनुभएकोमा पनि धन्यवाद दिन चाहन्छु। आज म यो 15 मिनेट इभेन्ट समय पार्टनरका रूपमा आएकोले यो भित्र हाम्रो डान्स बुथको बारेमा थोरै जानकारी दिन चाहन्छु। हामीले यही जापानको धन्यवाद है पाउडर पनि छ। नमस्कार सम्पूर्णलाई। यस मोना सभा जापानद्वारा आयोजित यो पहिलो होइन यो दोस्रो धन्यवाद, माफ गर्नु होला, दोस्रो यो फेस्टिभलमा सम्पूर्ण विभिन्न समुदायबाट उपस्थित सम्पूर्ण महानुभावहरूलाई म हृदयदेखि स्वागत गर्न चाहन्छु। र यति बेला चाहिँ म तपाईँहरूको सामु हाम्रो आफ्नै मौलिक यानि एउटा म गुरुङ गीत तपाईँहरू सामु राख्न गइरहेको छु। मैसँग यसो आउँछ भने नाच्नु होला, रमाइलो गरौँ है त यो महोत्सवमा भन्दै
गीतको ट्र्याक बजाइदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु र यो गीत चाहिँ एउटा प्रेम भावमा झल्केको एउटा गीत छ कृपया सम्पूर्ण है आफ्नो ठाउँबाट मजाले नाचो रमाइलो गर है 次はですね、グルム族の、歌が披露目します。グルム族と言いますも、大体山の近く住むんですけど、グルム族、さっきタマン族、それマゴル族で、大体やっぱりいろんな歌で表現するというのが多いですね。で、今回もグルム族が歌を歌いながら、なんか表現するという、これから披露目します。楽しんでください。 ल त है सम्पूर्णलाई फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु अब यो गीतमा चाहिँ के भनिरहेछ भने मेरो माया जताले राखिदेऊ मेरो बिर्ती छ भनेको छ केटाले होइन अनि केटीले चाहिँ मेरो माया मनैमा राखिदेऊ मेरो बिर्ती छ भनेको छ है तपाईँहरूको जानकारीको लागि 私の愛を大事にしてくださいというそういう表現だそうです。 माया मारने चाहिए बाहिर मोतियानी माया मारने चाहिए बाहिर मोतियानी माया भैया छागमो माया भैया छागमो माया माया मो माया जतन मदन समूह जापानलाई पनि धेरै धेरै धन्यवाद है मदनको पुरा नाचिरहेको भएछ त धन्यवाद धन्यवाद है त माया चाहिँ खैबै हुँदै आई माया खैबै माया खैबै हुँदै आई माया खैबै माया पुर्णेर भइरहेको माया पुर्णेर भइरहेको माया
हजुर नमस्ते। आजको यो मोना म्याग्दी प्रवासी नेपाली सङ्घद्वारा आयोजित मोना इतावासी फेस्टिभलमा फेस्टिभलको संयोजक यो दोस्रो फेस्टिभलको संयोजक हाम्रो ज्ञानेन्द्र केसी दाईसँग आज हामीले हाम्रो तमुधी जापानको तर्फबाट गरेको प्रस्तुतिको बारेमा छोटो मिठो केही कुरा राखिदिनुहोस् न दाई। धन्यवाद है। तपाईँहरू आएर चाहिँ तपाईँको आफ्नो एउटा विभिन्न जनजाति भएर बसेका नेपालको मौलिक आफ्नो चाहिँ प्रस्तुति गरिदिनु भयो। हाम्रो कार्यक्रममा भाग लिएर हाम्रो कार्यक्रमको शुभलाई म धेरै आभारी छु। तपाईँको कुरोहरू चाहिँ लागिरहेको छ। त्यस्तो जापानमा हिन्दू परिस्थिति बिचमा पनि आफ्नो एउटा इतिहासलाई जगाइरहेकोमा मलाई पनि खुसी लागेको छ। हजुर दाइ। पनि मैले चाहिँ तपाईँको ए हस्, धन्यवाद दाइ मिठो कमेन्टको लागि धन्यवाद। बिचरा पूजा बहिनी खुट्टा गयो है, दिनेश भाइले बोकेर अब लाग्छ। अब हामी चाहिँ हाम्रो धिको चाहिँ प्रोग्राम अब लगभग सकियो। अब हामी घरतिर लाग्ने तयारी गर्दै बहिनी है डान्स गर्ने बेलामा त्यहाँ खुट्टा मर्केछ। अब बोकेर लाने तयारी गर्दै उता रेस्लिङ हुँदैछ। अन्डरटेकर र रेमिस्ट्री होइन रहेछ अहिले। ओह बाबा साँच्चै ठोक्योले। भैँसी पाइयो? पराजुली कहाँ भैँसी हेर्न गएका तिनले अलिक महँगा भने अब अर्का त्यो ढकालका छ अरे 3 वर्षका पाडा छन् ल्याएर भोलि बिहान छाप्प काट्नुपर्छ। पाडा सहित लग्ने हो। यो टोको चाहिँ 6 वटा बुनिया थिए, आज 3टा जति बेचे, 3टा बाँकी त्यो पनि अहिले घर पुग्ने बेला जाला नि त होइन? जाला भन्ने सोचेका छौँ। ल सोले च्याठीमै त गाडी सिधै हो। गाडी बताउनु गाडी ल अब हाम्रो चाहिँ आजको मोना इतावासी नेपाली फेस्टिभलको मान्छेले डोको बेच्न ल्याउनु भएको थियो। ल डोको बिक्री भयो। डोको पुरै बिक्री भएन। ल सस्तो डोको सस्तो। ल कतिवटा बाँकी छ? अब गोटा 3टा है। ल डोको ल तपाईँलाई चाहिएछ डोको? एकदम सस्तो, एउटा लियो भने एउटा फ्री। तेरिका ल डोको यहाँ फेरि अर्को फेस्टिभल हो फेरि। के थाहा भयो? मुखले नि बजाउनु पर्ने। ल खालको मारा ल मोमो आयो। मोमो र के हो यो? मासु हो। खसला दिनु त। अनि चिकन छोइला अनि चना आलु ओ खसला ल अब चाहिँ हामी घर जाने तयारीमा।
अब चाहिँ हामी च्याठी है त ल बाई बाई